else to try. ठ्याक्कै यस्तै हैन त्यो माथिसम्म ग्रेडवालै हो है भने उहाँ माथि हेर्नु सक्छ उफु ग्रेडवालै भाइफ थियो त एकदमै ओए डेन्जर भेटिरहनु नपर्खेर अहिले चाहिँ हामी यहाँ अन्डा बनाएर अन्डारै चाउचाउ यो हेर्न सक्नुहुन्छ हाम्रो क्याम्प यहाँ छ यो चाहिँ भ्यू टावर गुम्बा पनि यहाँ छ दामी भ्यू टावर यहाँ छ यहाँ छन् चौरीहरू एकदमै राम्रो पानीको व्यवस्था हरेक कुरा दिनुभयो हामीलाई चाहिँ यहाँ ल यो बाटो हुँदै हामी यो बाटो हुँदै जान्छ आज यो नयाँ बाटो है त हामी चाहिँ यो माथि यो गुम्बाबाट आएको यो बाटो यसरी यो बाटो यसरी आइपुगेर यो बाटो यसरी 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 जाँदैछ केटाहरू चाहिँ उहाँ गइपुगेछ नि जानु पनि हामी तल धेरै तल हाई एभ्रिवान धेरै पछि स्वागत छ हजुरहरूलाई हाम्रो यस भिडियोमा सो हामीहरू चाहिँ यहाँबाट सैलुङको यात्रा गर्दैछौँ जुन समुद्र सतह 3146 मिटरको रहेको छ र हामी यहाँ केटाहरू अब यहाँ अहिले लगभग 1 बज्न लागिसक्यो क्यारे होइन र हामी चाहिँ अब भोलि नै फर्किनेछौँ त्यहाँसम्म आज हाम्रो उता बस्ने बसोबास टेन्ट राखेर सबै के हुन्छ त्यो सबै भोलि हुनेछ ल है त अब हामी बाटोमा भेट्दै गर्छौँ हामी ल हामी चाहिँ यो धुलीखेलको एकदमै हिलाम्ने बाटो आज पानी परेको कारण चाहिँ हिलाम्ने बाटो छलिसकेपछि अहिले अलिकति सुक्खा पिच पक्की बाटो आइपुगेको छ मुडे बजार हो है मुडे बजार आइपुगेका छौँ हामी एकदम नजिक मुडे बजार आइपुगेका छौँ अब हामीले यहाँ अलिकति 2-4वटा सामानहरू चाहिँ किन्नुपर्ने हुन्छ यहाँ छुर्पीका सामानहरू पनि देख्न सकिन्छ छुर्पीहरू देख्न यो चाहिँ हामी फर्किँदा किन्नेवाला छौँ छुर्पीहरू टन्नै छन् होइन अहिले हामी यहाँ केही सामग्रीहरू किन्छौँ हामीले चाहिने त्यसपछि हाम्रो यात्रा चाहिँ यो चाहिँ यहाँबाट तपाईँहरू हेर्न सकिन्छ सैलुङको प्रवेश मार्ग मुडे बजारमा हार्दिक स्वागत छ अरे होइन यहाँबाट चाहिँ जानुपर्ने ठाउँहरू देख्न सकिन्छ चरीकोट हामी जानुपर्ने सैलुङवाला होला होइन 9.6 किलोमिटर होला यो सायद हामी उपल्लो बाटो जानुपर्छ होला एकछिन बुझेर जान्छ 99.6 किलोमिटर कोटेश्वर सो यो छ बजार है त सैलुङ के अरे सैलुङ भनेको छ यो मुडे बजार चाहिँ यस्तो ठुलो छ तलैसम्म सो यो तल्लो बाटो जानुभयो भने चाहिँ सैलुङ गइन्छ भनेपछि यो माथिल्लो बाटो चाहिँ कालिम्पोङको रहेछ यो बाटो यस्तो छ कोटेश्वर 99.6 किलोमिटर एक्ज्याक्टली युआर हियर मुडे बजार हामी यहाँ छौँ वे टु काठमाडौँ यो चरीकोट उपल्लो बाटो रे तल्लो बाटो चाहिँ
सैलुङ चाहिँ यहाँ रहेछ वे टू भनेपछि तपाईँले यो तल्लो बाटो चाहिँ सैलुङ पऱ्यो यसरी तल्लो बाटो गाइस मुडे बजारदेखि चाहिँ अलिकति अगाडि आइपुगेको छ होइन यो बाटो यो अगाडि मुडे बजार देखाउने बाटो भन्ने यसरी आएर यहाँ दुईवटा बाटो आउँदो रहेछ सो यो सैलुङ जानको लागि यसरी दायाँतिरको बाटो लिनु होला So high, feet on the ground, but I still get by. The rules were made for someone else to try, but not me, not me. यही बाटो अगाडि ल 2 घन्टा तल बजारमा पनि 2 घन्टा भन्दै थियो त धन्यवाद यहाँदेखि चाहिँ हाम्रो कच्ची यात्रा सुरु भइसकेको छ बाटोहरू चाहिँ ग्राभेलको रहेछ कालो पत्रै हुने अवस्थामा रहेछ यो बाटो चाहिँ बिस्तारै यहाँ पिच गर्छ होला केही समयमा अबको 1 महिनामा चाहिँ यो बाटो पिच हुन्छ होला अर्को 1 महिनामा कोही आउँदै हुनुहुन्छ भने चाहिँ यो बाटो एकदमै पक्की सफा बाटो देख्न सक्नुहुन्छ Till now, the stars are down like good old friends, saying, boy, don't stop where the sky just ends. Sky is the limit, no chance to hold. Sky is the limit. ल हामी चाहिँ यहाँ अब कुन ठाउँ आइयो थाहा छैन होइन तर एकदमै मजाको आहा नेपाली बुकतिर हो नेपाली बुकतिर सामाजिकको बुकतिर यो बुकहरूतिर हुने चित्र ठ्याक्कै यस्तै यस्तै होइन त्यो पनि हो अनि प्लस कस्तो भन्दा हाम्रो के अरे त्यो उनको स्वेटर छ नि फिल्म त्यसमा पनि यस्तै सिन छ नि त उनको स्वेटर हेरिसकेँ यस्तो दामी छ नि गाइज होइन यहाँ आउन चाहिँ एकदमै अरूले सबलाई म एकदमै वेलकम गर्न चाहन्छु यहाँ जो आउन चाहनुहुन्छ होइन यस्तो मजाको छ उनको स्वेटरमा पनि यस्तै यस्तै हो नि त हेरौँ त खेत पाखाहरू मजाको कस्तो अघि त्यहाँ हाइटबाट चाहिँ यस्तो मजा टपबाट चाहिँ यस्तो मजाको देखियो त्यो भ्यूहरू होइन अनि यहाँ यस्तो टिकटक नानीहरू टिकटक बनाउँदै रहेछ नि मुख छोपेर बिजोक छ हजुर ए ठिक छ पनि रहेछ हजुर माथि पुग्छ अरे पानी पाउँछ अरे सबै बल्लो बाटो जाँदैछौँ हामी चाहिँ माथि ल यहाँ चाहिँ पुरै ढुङ्गा बिछाएको बाटो छ है त हस् क्या मजाले भनिदिन्छ नि मान्छेहरू यहाँ हामीले केही सोध्नै पर्दैन क्या भेटेकै मान्छेले आफै सैलुङ जाने हो माथि भनिदिन्छ नि अहिले चाहिँ हामी यहाँ यो मिनी ग्रेट वाल सायद यही हो होइन आउँदैछन् सैलुङको मिनी ग्रेट वाल भनेर चिनिने सायद यही नै हुनसक्छ हामी चाहिँ कालापानी आइपुगेका छौँ है लिपुले खोला कालापानी होइन कि यो यता दोलखा रामेछापमा पर्नेवाला चाहिँ केटाहरू उहाँ तल छन् के हो खै आउँदैनन् क्या तल छ नि चाहिँ बाटो खन्दाखेरि चाहिँ खोल्सीमा यस्तो छ होइन माथि पनि बन्दैछ अनि सायद यहाँबाट चाहिँ अब के छ थाहा छैन हामीलाई बाटो माथि के हो कुरो बाटो यो छ अरे बाइक कहाँ राख्ने त यहाँबाट माथि चाहिँ बाटो ओइ 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 विप्लवलाई कस्तो अनुभव भइरहेको छ विप्लवको चाहिँ भारी छ अलिकति ल ल ल तिमी पनि आऊ
ल त गयो 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 गइन्छ। सो हामी टोपी ल्याउन भुलेर तल के कुन बजारमा आएर सिलढुङ्गा बजार कि मुडे बजारमा आएर होइन टोपी किनेको। टोपी त्यहाँ आएर किनियो गाइज होइन। अनि अहिले चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि यहाँ बाटो माथि ब्लक रहेछ अनि माथि बाइक जान्छ कि जाँदैन बाटोको अवस्था के छ होइन त्यो बुझेर त्यसपछि बुझ्न जाँदैछौँ हामी है त। सो हाम्रो चाहिँ अहिले हामी छौँ कालापानी। कालापानी के हो त्यो तल कालापानी भन्ने ठाउँ रहेछ होइन प्रहरी चौकी थियो त्यो कालापानीको। अनि कालापानी क्षेत्रमा छौँ हामी कालापानी नाम गरेको गाउँमा छौँ र हामी अहिले ठ्याक्कै पछाडि मेरो पछाडि छ यो चाहिँ मिनी ग्रेट वालको इन्ट्रान्स हो है त। यो चाहिँ मिनी ग्रेट वालको इन्ट्रान्स हो। अनि यहाँ चाहिँ एउटा प्रतीक्षालय जस्तो पनि रहेछ होइन। अब विद्युत पनि जडान गरेको छ न्यानो रहेछ। अनि हामी जानुपर्ने यो बाटो जान खोजेका थियौँ माथि होइन। यहाँबाट लगभग 1.5 किलोमिटर कति रहेछ यो बाटो जान खोजेको थियो तर यो बाटो चाहिँ माथि डोजरले खन्दै गरेको छ। सो हामी अब यो बाटो हिँडेर जाँदैछौँ है। यो पछाडिको बाटो जुम गर्न मिलेन। सो विप्लव र म चाहिँ यहाँ छौँ विप्लव पारी छन् अनि केटाहरू चाहिँ दुईवटा बाइक चाहिँ तल पार्क गर्न जाँदैछन् होटेलमा राख्छन् आज रातभरि चाहिँ। अनि हामी चाहिँ अहिले अब टेन्टको सामानहरू लिएर माथि जान्छौँ। के छ विप्लव अहिलेसम्म कस्तो अनुभव भइरहेको छ? ठिक छ भन्छन् होइन अब ठिकै होला। सो अब हामी चाहिँ केटाहरू आइपुगिसकेपछि चाहिँ हामी यहाँबाट चाहिँ यो बाटो चाहिँ माथि जानेछौँ है त यहाँ माथि। सो हामी अघि हिँडेको थियो कति 1 बजीतिर हिँडेको थियो होइन लगभग 1 बजे नै होला। अहिले कति बज्यो? अहिले ठ्याक्कै तपाईँको 5:35 भनेपछि त 4.5 घन्टा भइसकेको छ। 4.5 घन्टा होइन त 1 बजे हिँड्यो भने जस्तो होइन आम्मा 4.5 घन्टामा आइयो। तपाईँ हामीले त्यो बाइकमा ट्रिप 1 ABC गरेको थियो अनि त्यहाँ चाहिँ यसो बाइकले हेर्दा चाहिँ 121 किलोमिटर देखाएको थियो होइन। म्यापमा चाहिँ त्यो माथि हिलसम्म चाहिँ 124 कति किलोमिटर देखाएको थियो भनेको तपाईँको यहाँ कोटेश्वरदेखि 121 किलोमिटर चाहिँ रहेछ यहाँ माथि यो पोइन्टसम्म चाहिँ। सो हामीलाई 4.5 घन्टा लाग्यो है त। यहाँ चाहिँ हल्का सूचनाहरू पनि टाँसेको रहेछ के गर्न नपाइने भन्ने कुरा। यहाँ ड्रोनहरू पनि अनुमति बिना उडाउन नपाउने रे। उच्च क्षमताको स्पिकर हामीसँग छैन। मासु तथा मासुजन्य पदार्थहरू पनि निषेध गरिएको छ अरे यहाँ जुन हामी कहाँ छँदै छैन। हामी ल्याएकै छैनौँ त्यो कुरा होइन। यो ग्रेट वालको सिडीहरू चढ्न सुरु गरिसकेको छौँ होइन। यसरी माथिसम्म छ यहाँ उहाँ माथिसम्म ग्रेट वालै हो है पनि उहाँ माथि हेर्नु सक्छ। ओहो ग्रेट वालै भएपछि थियो त जुम गर्दा त। चिन्डुबाई देखेको छु होइन यस्तो मात्र फल्यो नि त यस्तो। चढाइको बिचमा चाहिँ हाम्रो ब्याग चाहिँ विप्लवबाट चाहिँ अशोकमा ट्रान्सफर भइसकेको छ। अशोक चाहिँ यो ठाडोवाला चढ्नेवाला छ है हेर्नु ठाडो छ। ल अशोक लागिहाल्यो त अगाडि ल है ल अब कतिको स्पिडमा ल फोटो खिच्ने काम पनि भइरहेछ विप्लवको चाहिँ। म चाहिँ भिडियोग्राफीमै व्यस्त रहन चाहन्छु। अहिले चाहिँ हाम्रो अशोकलाई यो उकालोमा टेन्टको सामानहरूले एकदम भारी हुनेवाला छ। यतातिर थोरै भ्यू हजुर के को यहाँबाट राम्रै आएको छ। सो यस्तो छ है त। यहाँबाट डुडमुड छ हुनसक्छ। यहाँ चाहिँ ड्रोन उडेको ठाउँमा होइन त्यस्तो छ अवस्था। यहाँ चाहिँ हजुर यहाँ यसो अशोकको हेलमेट सापट्टि मागेर लगाइरहेको छु भन्नु पऱ्यो। सो ब्याक टु रियालिटी भन्नुपर्छ अब चाहिँ होइन। किनकि हाम्रो यो जति पनि पछाडिको यो
के भन्छ नि यो ग्रेट वालको बाटो त्यो चाहिँ सबै सकिसक्यो होइन अब फेरि ब्याक टु नेपालको ट्रेलमा छौँ हामी अलिकति चिसो महसुस भइरहेको छ गाइज हामी चाहिँ अझै पनि बाटोमै छौँ हेर्नुहोस् होइन अनि एकदमै चिसो बढ्दैछ जति माथि गयो जति हामी उचाइतर्फ लम्किँदैछौँ तब त्यति नै चिसो एकदम महसुस भइरहेको छ अनि यहाँ चाहिँ महादेव गुफा सैलुङ लेखेको छ है त महादेव गुफा जाने बाटो र सैलुङ जाने सो हामी यहाँ छौँ साथी यहाँ फोटो खिच्दैछन् अनि त्यही हो यहाँ चाहिँ यस्तो छ त यो काला पानी सैलुङ यसरी यो यता जाऊ त्यो हामी आएको बाटो चाहिँ यो हो यहाँबाट आयो यसरी अनि यसरी है त ल गाइज हामी यस्तो कुहिरो लागेको अवस्था छ है यहाँ बाटो पनि साँगुरो साँगुरो छ यस्तो छ मजा आएको छ ल जाम त साथीहरू दाम सबको भिडियो खिच्ने मै भयो होइन त्यही भएर चाहिँ म पछाडि आफ्नो आफैले खिच्दैछु तिमी बिना तिमी हुनु नछोएरै हरदम छुनु स्वर पुग्दैन लगाए चाहिँ अलिकति चिसोले हानेको अवस्था छ एकदमै ओए डेन्जर बबाल बबाल ओए चौरी चढ्दैछ त माथि माथि मेरो माथि ठ्याक्कै नछोएरै हरदम छुनु भेटिरहनु नपर्खेर गाइज यु क्यान सी है त चौरीहरू चढ्छ माथि माथि सैलुङ्गेमा ओए एउटा गीत छ नि अशोक माथि माथि सैलुङ्गेमा चौरी चढाउँदै हो कि त्यस्तै के छ मलाई लिरिक्स थाहा छैन त्यो अब कमेन्ट गर्नु होला कमेन्ट प्लिज तिमी बिना तिमी हुनु नछोएरै हरदम छुनु भेटिरहनु नपर्खेर रुझाइरहनु नबसेर ए बोकी फुल माथि पुरै त्यो झन्डा फरफराइरहेको रहेछ क्या अनि त्यसको आवाजले हाम्रो साथी तर्सिरहनु हामी चाहिँ एक्ज्याक्टली अहिले चाहिँ ठ्याक्कै माथि डाँडोमा आइपुगेछौँ होइन यो चाहिँ हाम्रो हल्ला नगर धेरै गुम्बा हो शान्त हुनुपर्छ हामी अब यहाँ कहाँ टेन्ट राख्नुको लागि कहाँ हुन्छ ठाउँ माग्छौँ हामीले यहाँ चाहिँ अहिले हावाहरू धेरै चल्छ होइन सो हामी अलिकति होचो ठाउँमा राख्नेवाला छौँ ल दर्शकबिन हामी चाहिँ यहाँ माथि गुम्बा भ्यू टावर छ त्यहाँ होइन अलिकति देखिन्छ यहाँ अलिकति भ्यू टावर यहाँ अलिकति देखिन सक्छ अलिकति यहाँनिर भ्यू टावर छ सो भ्यू टावर त्यहाँ गुम्बामा बस्नु हुनेहरूलाई के भन्छ मलाई अलिकति थाहा भएन उहाँहरूको अनुमति लिएर चाहिँ हामी यहाँ अलिकति तल हल्का होचो ठाउँ रहेछ त्यो खोजमा चाहिँ हामी यहाँ टेन्ट अब राख्ने ठाउँ हेर्दैछौँ अनि यसरी ब्लर कस्तो दामी आएको ल भ्यू त बबाल हाम्रो यहाँ चाहिँ टेन्ट पनि यसरी चाहिँ अब फिट भइसकेको छ है यसरी टेन्टहरू फिट गर्ने काम भइसकेको छ हेर्न सक्नुहुन्छ यहाँ अनि अब हामी यहाँ चाहिँ केटाहरू भित्र छिरिसके अब यहाँ हाम्रो ग्यास फिट गर्दैछौँ है स्टोभ स्मल स्टोभ ल यहाँ चाहिँ हाम्रो ल्याम्प छ यो चाहिँ हाम्रो पहिलो यस्तो खालको है के भन्छ यसलाई क्याम्पिङ भन्छ होइन नाइट क्याम्पिङ यो चाहिँ मेरो लागि चाहिँ पहिलो अब केटाहरूको लागि चाहिँ पहिलो कि दोस्रो मलाई थाहा छैन म चाहिँ फर्स्ट टाइम यस्तो एक्सपिरियन्स गर्दैछु अहिले चाहिँ हामी यहाँ अन्डा बनाएर अन्डा रे चाउचाउ बनाएर आलु तामा बनाउँदैछ हामी होइन यहाँ
अनि कुक चाहिँ प्रकाश महरा, विप्लव साथी भनेका भिडियोग्राफर अर्का, विकास भनेको हेल्पर भइहाले, अनि रिमेनिङ वान भनेको त्यसै हामीले अहिले चाहिँ खाइसक्यौँ। साह्रै मिठो बनायो प्रकाशले। यहाँ चाहिँ यति छ, विकासले यता खाँदैछन्। हाम्रो विप्लव मिठो भएछ यार। मिठो छैन? यति मिठो भएको थिएन हो। हिजो अस्ति खाएको रुममा भन्दा पनि धेरै मिठो भयो क्या। टमाटर मिक्स छ नि त। ल दामी है त गाइज। ल है साथी हो, अहिले हामीले चाहिँ मासु तताउँदैछौँ, घरबाटै बनाएर ल्याएको थियौँ। हेलो गाइज, प्याज नहाल्ने गाइस चाहिँ यही होइन अब। ल गाइज, अहिले चाहिँ हामी चटपटाउनु गइरहेको छौँ। यहाँ विकासले खुर्सानी काटिरहेका छन्, विप्लव साथी मासु खाँदैछन्, काँक्रो प्रकाश काँक्रो चमाउँदैछन्। कस्तो नराम्रो आएको क्यामेरा भनेको, किन यस्तो? द्याट्स अल गाइज, सी यू द्याट्स अल। ल साथीहरू, अहिले चाहिँ हामीले चटपट बनाएर पनि भइसक्यौँ। अब चटपट चिसो चिसो खान्छौँ। अब विकासलाई चाहिँ त्यो खुर्सानी मनपर्ने भएर त्यो खुर्सानी यता छ। अब ल हाम्रो यहाँ तयारी भइसक्यो। ल है त सुरु भयो गाइज। Sharp at 5:51 AM. This is the view of Soilin. You can see guys. यस्तो राम्रो छ। तर जस सनराइज चाहिँ बल्ल जस बेटर देखियो भनौँ न। देखिनु पर्ने तरिकाले देखिएन, तर जस देखियो। That's all guys. सो वेलकम टु डे 2 गाइज होइन। दोस्रो दिनमा हजुरलाई स्वागत छ। दोस्रो दिनको भिडियो चाहिँ बिहान अशोकले हल्का सुरु गरिसके। सनराइजको भिडियो अघि देखिसक्नुभयो होइन। सो अशोकले डे 2 को चाहिँ स्टार्टिङ गरिदिइसकेका छन् र त्यसमै म अब त्यसलाई चाहिँ निरन्तरता दिने कोसिस गर्दैछु होइन। अनि म अहिले छु ल आए। अनि यो चाहिँ ठ्याक्कै पछि झन्डा छ है, झन्डा चाहिँ टाँगेको छ गाइज। अनि हामी हाम्रो क्याम्पहरू म तपाईँले देखाउँछु है तपाईँको ब्याक क्यामेराबाट। र यो हेर्न सक्नुहुन्छ हाम्रो क्याम्प यहाँ छ है, टेन्टहरू दुईजना त्यहाँ छन्। त्यसपछि कुरा गर्नुपर्दा यो चाहिँ भ्यू टावर गुम्बा पनि यहाँ छ, दामी भ्यू टावर। यहाँ हामी जानेवाला छौँ। यहाँ छुर्पीहरू पनि बेच्न राख्नु भएको रहेछ, यहाँ चाहिँ बेच्दै हुनुहुन्छ। अनि यो ट्याक्कै यो बाटो झरेर ट्याक्कै यहाँ आउने। हामी यहाँ आइपुग्यो। यु क्यान सी भ्यू। ल आए ल बोलाउँदैछन् त्यहाँ केटाहरू। यो चाहिँ झन्डा यस्तो टाँगेको छ है त। अब यहाँ थोरै भ्यू देखाउन चाहेँ मैले। यहाँ हेर्न सक्नुहुन्छ है त। यस्तो मजाको चौरी थियो क्या, चौरी कहाँ भाग्यो होइन। चौरी चढ्दैछ उहाँ। एउटा चौरी यहाँ छ पारि है, एउटा चौरी यहाँ छ है। एकछिनमै वेदर चाहिँ चेन्ज हुन्छ क्या। अघि बिहान चाहिँ मजाको घाम लागेको थियो, बिचमा हुस्सु लागेर होइन, पुरै हुस्सु लागेको थियो। अहिले हुस्सु फेरि उड्यो होइन। यस्तो दामी भ्यू छ नि गाइज, आमामा यस्तो नेक्स्ट लेभलको एक्सपिरियन्स भइरहेको छ। एकदमै मजाको चौरीहरू उहाँ छ है त। चौरीहरू चाहिँ यहाँ छ, म तपाईँलाई जुम गरेर देखाउँछु होइन। यहाँ छ, सो यहाँ छन् चौरीहरू। अनि यहाँ भ्यूहरू हेर्दा हेर्नुहोस्, गाउँहरू तल छन्, तलसम्म छ क्या पुरै होइन, पुरै छ क्या यहाँसम्म। यस्तो मजाको भ्यू छ। कति ठुलो यो मोबाइलको टावर यहाँ छ। एनटिसीले चाहिँ राम्रै काम गर्छ होइन, एनसिएलको थाहा भएन। यस्तो खालको भ्यू छ, हजुरले देखाउनु छ है। कहाँसम्म छ क्या तल कहाँ तल। हिजो हामी आएको बाटो चाहिँ यो बाटो हो। यो बाटो यो जुन छ बोर्ड जस्तो छ, मन्दिर जस्तो सानो, यो प्रतीक्षालय हुँदै यसरी यहाँ माथि यहाँ टपमा आएर तल झरेर हामी आइपुगेको थियौँ है त। अलिक घाम पनि लाग्यो ट्याक्कै। ल वेलकम टु सनी डे। जाडो भयो नि त अलि, एकदमै गर्मी बेला पनि एकदम राति चाहिँ जाडो हुँदो रहेछ नि। मैले चाहिँ पातलो कपडा लिएर आएको थिएँ, त्यही भएर पनि अलिकति गाह्रो बनायो। राति चाहिँ अलिक चिसोले धन्न हाम्रो स्लिपिङ ब्यागहरू राम्रै खालको थियो। अनि ब्ल्याङ्केट पनि ल्याएर आएको थिएँ पातलो खालको। अनि त्यसले जसो तसो आजको चिसो चाहिँ कटाइयो, रात कटाइयो। तर गर्मी बेला पनि चाहिँ अलिकति चिसो चाहिँ हुँदो रहेछ, राति एकदमै चिसो हुँदो रहेछ। शीत पुरै चल्ने बाहिर होइन। ल हामी चाहिँ म चाहिँ त्यहाँ वासस्थानतिर जाँदैछु होइन। बाई सी यू। ल हाम्रो चाहिँ यहाँ अब अनप्याक गर्ने काम, अनप्याक कि अनप्याक भनेपछि प्याकिङ गर्ने काम भइरहेको छ होइन। सो अब सबै सामान कुराहरू यहाँ केटाहरू चाहिँ आफू प्याकिङ हुँदैछन्। अब सामानहरू भित्रबाट सबै बाहिर निकालिसक्यो। अनि यहाँ अशोकले चाहिँ टेन्टहरू निकाल्दैछन् यसरी है त। यति नै हो। अब
यो मौसम त बेला बेलामा चेन्ज भइरहेको छ मौसम एकदमै फ्लक्चुएटिङ भइरहेको छ होइन फ्लक्चुएट भन्छ क्या अरे हाम्रो यहाँ अशोकले हिजो मैले गाँठो पारेको यहाँ गाँठो खोल्दैछन् यस्तो छ फेरि हुस्सु लाग्नु सुरु भइसक्यो मौसम चाहिँ होइन अनि चौरीहरू चढ्दैछन् यहाँ अनि हामी चाहिँ ट्याक्कै समुद्र सतहदेखि 3140 मिटरको हाइटमा छौँ अनि पछाडि चाहिँ चौरीहरू चढेको देख्न सकिन्छ है आँखा हेरेर दिइराखेन घामले ठ्याक्कै त्यो आँखामा लाइट परेर त्यस्तो छ गाइज हामी चाहिँ यहाँबाट फर्किँदैछौँ अब होइन यसरी हाम्रो यात्रा तल कालापानीसम्म हुँदैछ त्यसपछि हाम्रो बाइकमा यात्रा हुनेछ गाइज हामी चाहिँ अब फर्किँदैछौँ फोटोसुट हल्का एक दुईवटा फोटोहरू खिचियो रिल बनाउनु चाहिँ भ्याएको छैन सायद बाटोमा रिल बनाइन्छ होला अनि यहाँ पछाडि गुम्बा छ हेर्न सक्नुहुन्छ अनि हाम्रो प्याक भएर पनि हामी केटाहरू चाहिँ निस्किँदैछ त्यसरी ओह्रालोमा हिजो आएको बाटो अलिकति पछाडिबाट थियो भने चाहिँ आज हाम्रो यो बाटो हुँदैछ माथि यसरी यसो भ्यू टावर हो है एकदमै राम्रो पानीको व्यवस्था हरेक कुरा दिनुभयो हामीलाई चाहिँ यहाँ ल यो बाटो हुँदै हामी यो बाटो हुँदै जान्छ आज यो नयाँ बाटो है त यस्तो छ ल ब्याकमा चाहिँ म छु गाइस है जता हेऱ्यो त्यति राम्रो छ क्या चौरी पनि हेर्न सकिन्छ यहाँ होइन म चौरी पनि देख्छु ल एउटा हजुर खाना खाइँदैन होला यहाँ पनि छ गुम्बा सानसानो गुम्बा है त वरिपरि देखाउन हो त्यस्तै उकालोमा चाहिँ सहिलो हुँदो रहेछ अलिकति हामी थोरै यहाँ अलिकति तल बेस कालापानी नपुग्दासम्म चाहिँ अलिकति 2-4वटा भिडियोहरू चाहिँ खिचिन्छ किनकि एकदमै यो ठाउँ भनेको देखाउनु पर्ने ठाउँ छ त्यसपछि चाहिँ हामी खासै भिडियोहरू खिच्दैनौँ अहिले चाहिँ मेन सैलुङको भ्यू यस्तो मजाको आइरहेको छ मान्छे यति कुन टाइममा कुहिरो लाग्छ कुन टाइममा घाम लाग्छ एकदम वेदर चाहिँ टाइम टु टाइम चेन्ज हुन्छ होइन सो यस्तो बेलामा यति बेला मजा आएको हामी चाहिँ यो माथि यो गुम्बाबाट आएको यो बाटो यसरी यो बाटो यसरी आइपुगेर यो बाटो यसरी जाँदैछ केटाहरू चाहिँ उहाँ गइपुगेछ नि जानु पनि हामी तल धेरै तल साथीभाइहरू हामी चाहिँ यो हिजो जुन गेट थियो त्यहाँबाट चाहिँ फर्किसकेका छौँ र अब हाम्रो चाहिँ भिडियो चाहिँ लगभग अन्त्यतिर आइपुगेको छ है यहाँ हाम्रो साथीहरू हिजोको ठाउँमा आइपुगेको छ हामी चाहिँ अहिले माथि सैलुङको टप डाँडाबाट चाहिँ झरिसकेका छौँ यो चाहिँ कालापानी बजार अब यहाँबाट चाहिँ अब हामी काठमाडौँतिर जानेछौँ साथीहरू चाहिँ यता छन् होइन प्रकाश भइहाले विकास विप्लव बाइक चाहिँ यता छ है अब चाहिँ हामी भ्लग चाहिँ यतातिर बन्द गर्छौँ होला है त ल हस् गाइस बाई